दर्शकबिन यहाँहरू सबैजनालाई नमस्कार। मेरो फेसबुक पेजमा स्वागत छ। आज हामी अरू दिनभन्दा थोरै बेग्लै कुरा गर्न गइरहेका छौँ, जसमा चाहिँ हामी एआई भिडियो कसरी बनाउने भन्ने विषयमा कुराकानी गर्छौँ। यहाँहरूलाई थाहा छ, मैले 2-4 दिन भयो अहिले चाहिँ फेसबुकमा अपलोड गरिरहेको छु र त्यो अपलोड गरेको चाहिँ विभिन्न साथीहरूले कसरी बनाउने होला भनेर सोधिराख्नु भएको छ। त्यही नै अनुसार म यहाँहरूलाई बनाएर देखाउने छु र यो भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ पनि दिनु होला है भन्दै अब म कसरी यो भिडियो बनाउन सकिन्छ भन्ने विषयमा कुराकानी गर्दैछु। सबैभन्दा पहिला हामीले एन्ड्रोइड मोबाइललाई चाहिँ लिउँ र लिइसके पछाडि यहाँ देखिन्छ गुगल प्ले एप्समा हामी जान सक्छौँ र त्यस पछाडि अरू धेरैबाट पनि बनाउन मिल्छ, तर मैले चाहिँ FLOW फ्लोबाट बनाएको हो। फ्लो भन्ने एप्सलाई हामी खोल्न सक्छौँ। त्यो ओपन गरिसके पछाडि भित्र यस्तो खालको देखिन्छ। त्यसमा हामी न्यू प्रोजेक्टमा जान सक्छौँ र न्यू प्रोजेक्टमा चाहिँ थिचे पछाडि त्यहाँ एकछिन लोडिङ भएर अनि डिस्क्रिप्सन के गर्न चाहनुहुन्छ, के लेख्न चाहनुहुन्छ, के गरेको बनाउन चाहनुहुन्छ भनेर अप्सन दिएको छ, जसमा चाहिँ हामीले इमेज फोटोको पनि अप्सन लिन सक्छौँ र भिडियोको पनि अप्सन लिन सक्छौँ। अब यहाँ चाहिँ केही कुराहरू लेख्नुपर्ने हुन्छ। लेखिसके पछाडि हामीले त्यहाँ चाहिँ त्यहीसँग सुहाउँदो भिडियोको लागि वा फोटोको लागि एउटा फोटो अपलोड गर्नुपर्ने हुन्छ माथिपट्टि। र फोटो अपलोड गरिसके पछाडि त्यहाँ चाहिँ हामीले डिस्क्रिप्सनमा लेख्छौँ र ओके गर्छौँ। ओके गरिसके पछाडि बिस्तारै त्यसले चाहिँ 1 देखि 100 सम्म चाहिँ पर्सेन्टेजका दरले केही समय लिन्छ र लिइसके पछाडि बिस्तारै एउटा फोटो वा भिडियो बन्छ। तर मैले चाहिँ दिनमा 3वटा सकिसकेको छु, जसले गर्दा मेरो चाहिँ अब तपाईँले मलाई चाहिँ किन्नुपर्छ भनेर भनेको छ र मैले किनेको चाहिँ छैन यो एप्स। त्यो भएर दिनमा मैले 3टा भन्दा बढी बनाउन सक्दिनँ। र त्यसरी ओके गरिसकेपछि बिस्तारै त्यो भिडियो बनेर बसेको हुन्छ र त्यो भिडियोलाई हामीले चाहिँ डाउनलोड गर्न सक्छौँ। डाउनलोड गरेर हाम्रो मेन स्क्रिनमा लिएर आउन सक्छौँ वा ग्यालरीमा लिएर आउन सक्छौँ र ग्यालरीमा